साथीहरु नमस्ते। म चाहिँ रोशन लामिछाने र आजको मेरो भ्लगमा चाहिँ हजुरहरुलाई स्वागत छ। आज चाहिँ हामी मस्त घुम्न जाँदैछौँ। ल है साथीहरु एकैछिनमा भेटौँला अब। ल है साथीहरु आज चाहिँ हामी बिहानको मर्निङ वाकमा मस्त लाएर मास्तिर घुमिरहेछौँ। हल्का ढल्का टल्किँदो रहेछ साथीहरु हैन। यस्तो गर्दा चाहिँ अलिकति राम्रै देखिन्छ। हातमा आशुतोष छ यहाँ है। अब चाहिँ हामी मास्तिर जाँदैछौँ। ल है त साथीहरु एकैछिन चाहिँ म चाहिँ उल्टो हिँड्ने प्रयास गर्छु है त। साथीहरु म कुलातिर फेरि भन्छु के हुने हो थाहा छैन हैन। म हिँड्ने चाहिँ प्रयास गर्छु। त्यो यार म त यार यो 1 महिनासम्म त धेरै फरक भयो नि केटा थाहा छ यो। घामले अट्याक गरेर तनावै हुने भयो नि। रुख नि पुरै काटेछ नि यार के हो यार। भन्छ यार हरियाली रहनुपर्छ भने यार सबले रुख फान्नेतिर पो लागेछ नि यार। ल है साथीहरु अलिकति अब अन क्वालिटी आए पनि अब झ्याप्प लाएर झ्याप्प सब्स्क्राइब भएपछि एउटा आइफोन किन्नुपर्छ। ल है साथीहरु मैले चाहिँ मम्मीलाई ढोकामा चुकी हाल्दै राखेको भएर आज त रन्केर गए। ल है साथीहरु अब एकैछिनमा भेटौँ ल। ल आजको लागि यति नै। एकछिन अब हामी फेरि आउनेछौँ। अहिलेको लागि चाहिँ यति नै है। आजको लागि सरी मिस्टेक है। ल साथीहरु तपाईहरुले मलाई सब्स्क्राइब चाहिँ गर्नु पर्यो ल। अरु भन्दा त्यस्तै हो। सब्स्क्राइब इज द इम्पोर्टेन्ट। ओके साथीहरु ल है त। म पनि साथीहरु यार भ्लगतिर लाग्नु पर्यो। यसो काम गर्नु पर्यो भ्लगतिर लागेर हैन अब। ल आज त समाज है। ल है त साथीहरु अब आशा हेर्नु है तपाईहरु।